ओके जनार्दन जमाग्रो आज लुम्बिनीतिर प्रस्थान गर्दैछौँ र उहाँको 1 घण्टा ध्यान गर्नेछौँ शान्ति उसको लागि पैदल यात्रा गर्नेछौँ त्यसपछि हाम्रो चाहिँ विभिन्न कार्यक्रममा हामी चाहिँ वर्षिलो लिएर हामी फेरि आफ्नो ठाउँतिर फर्किनेछौँ हेलो जनार्दन जमाग्रो ल हामी लुम्बिनी 4 नम्बर गेटमा प्रस्थान गर्दैछौँ हाम्रो सनातन जमा टिम हाम्रो ल यहाँ अब हाम्रो कार्यक्रम केही बेरपछि हाम्रो सञ्चालन हुँदैछ ल त्यसै गरी आज लुम्बिनीमा भएको यो जनचेतनामूलक कार्यक्रममा अहोरात्र खडेर बस्नुभएका अरूहरूमा यहाँ हाम्रो कार्यक्रम सञ्चालन भइसकेको छ भिडियो लाइभ प्रत्यक्ष लाइभमा छौँ हामी नेपालको जुनसुकै ठाउँबाट हेर्नुभएको छ र नेपाल देशभन्दा बाहिर जुनसुकै ठाउँबाट हेर्नुभएको छ भने आज हामी लुम्बिनीमा एउटा जनचेतनामूलक कार्यक्रमको अभियानमा हामी छौँ देख्न सक्नुहुन्छ र हामी यही कार्यक्रमबाट सेल भई हामी आफ्नो देश गाउँ र समाज र देशलाई एउटा सभ्य र नागरिकको नागरिक विषयबाट हामी अगाडि बढाउने अभियानमा छौँ देख्न सक्नुहुन्छ यही हो आज लुम्बिनी विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज हाम्रो प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्की ज्यूको उपस्थित भइसक्नु भएको छ र यो प्राङ्गणमा उहाँले परेवा उडाएर समुद्घाटन कार्यक्रम गर्नुभएको छ र यहाँ देख्न सक्नुहुन्छ सबैको हातमा परिवार देख्नुभएको छ र विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी परिसरमा आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूको हातबाट शान्तिका प्रति मानिने परिवारको जोडी उडाएर आज यो समुद्घाटन कार्यक्रम सुरु गर्नुभएको छ देख्न सक्नुहुन्छ यसै गरी हाम्रो प्रहरी जवानहरू पनि हुनुहुन्छ